बनाउनु न, पेस्ट चाहिएन मलाई। ल प्रोसेस अब भन्नुहोस्। यसमा के भन्छ के हालेको भन्नु? इन्ग्रेडियन्टहरू हर्दी, त्यसपछिबाट आफ्नो स्वाद अनुसारले नुन, त्यसपछिबाट मिट मसला हाल्दा पनि हुन्छ, नभए तपाईँले के भन्छ नि त्यो बिरयानी मसला हाल्दा पनि मिल्छ। अनि त्यसपछिबाट धुलो मसला, खुर्सानीको धुलो मसला, त्यसपछिबाट कश्मिरी लाल मिर्च, त्यसपछिबाट अदुवा लसुनको पेस्ट त्यहाँ बन्दैछ, त्यसपछिबाट खुर्सानी, त्यसको पनि पेस्ट बनाएर हाल्नुपर्छ। अब अरू हेर्दै जानु। अरू के बाँकी थियो के भन्छ नि, खै के थियो, लसुन र अदुवाको पेस्ट बाँकी थियो होइन? हो त्यही अहिले हाल्नु हुँदैछ। हजुर, त्यसपछिबाट अझै यसमा म्यारिनेट गर्नुपर्छ। टाइम आधी घन्टा राख्दा पनि हुन्छ। अब तपाईँलाई छिटै अब टाइम छैन भने त त्यतिखेरै पकाउँदा पनि केही हुँदैन। मिनिमम आधी घन्टा जति राख्नु। हाफ एन आवर। हजुर, काम हुँदैछ। अब यसलाई म म्यारिनेट गरेर राखिदिन्छु है आधी घन्टाको लागि। त्यति बेलासम्म चाहिँ म यतातिर चामललाई बोइल गरिदिनुपर्छ। त्यसलाई चाहिँ तेल हाल्नुपर्छ है, लगभग यति। हजुर। नेक्स्ट त्यसपछिबाट मैले चाहिँ यति सामानहरू हालिरहेको छु है, इलायची, ल्वाङ, त्यसपछिबाट यो खडे मसलामा यो परिहाल्छ तपाईँहरूको दालचिनी, यसलाई छास गरेर हालिदिउँ। त्यसपछिबाट तेजपत्ता, नेक्स्ट त्यसपछिबाट तपाईँको प्याज, हल्का ब्राउन हुन्छ फ्राई गर्नुपर्छ। यिनीहरूमा आवाज थोरै हुन्छ, जस्ट यस्तो टाइपको हुन्छ। कति जुम गर्नुभएको? यस्तै त गर्ने हो। यो चाहिँ त्यो हल्का प्याज यसबाट निकाल्छु म होइन लेयरको लागि, अनि पछि बिरयानीमा हाल्नुको लागि। तपाईँहरूले एक्स्ट्रा बनाउनु पनि सक्नुहुन्छ, तर म चाहिँ यसबाट निकाल्छु। सर सायद पुग्छ। डन। पहिले बनाएको चाहिँ बरु काटेको त जति नै हट्छ होइन, त्यो त काटेको त्यसमा काटेको छ। म कुनै कुनै बेला मात्रै लगाइरहेको छु। राति 4 मैले त्यसको चार्ज ल यो चाहिँ पाक्न दिनुपर्छ। अब टाइम त लागिहाल्छ नि, हेरी जति टाइमसम्म हुन्छ। हाम्रो चाहिँ भाडा अलिक सानो भएर एकदमै धेरै गाह्रो भइरहेको छ पकाउनको लागि। सो अलिक ठुलो लिनु होला, ठुलो भाडा लिनु होला। कपडा यति पुछको कपडा छ बा। यसलाई चाहिँ सकेसम्म म अलि छोपेरै पकाउँछु। मसालेदार चाय। यो त धेरै सानो भयो। हो यो धेरै सानो भयो, सँगै हाल्ने हो। थाहा छैन बहिनीलाई खासै। यो के गर्नु पर्दैन, डाइरेक्ट सिङ्गै ल्याउने 8-10 वटा अनि त्यसमा हाल्ने हो क्या, त्यसमा हाल्ने हो क्या, तसलामा हाल्ने हो अनि मजा आउँछ। ए बिरयानी के भन्छ नि सिकिहाल्यो, भोलिपर्सि बुढा मासु खाने पर्यो भने खुवाउनु परेन। चामल, घिउ, हजुर, लौङ, इलायची,
चामल बस हजुर यसलाई चाहिँ हाफ बोइल मात्रै गर्ने हो ओके ड्राई फ्रुट फेरि खानु हुँदैन के अनि सबै खाएपछि अनि फेरि के खान्छ कसले खान्छ बच्चाले यो खान्छ होइन धेरै खानु हुँदैन के नो पर्दैन खान यति खायो भने हुन्छ खानु हुँदैन यति धेरै सबै हालिदिने यति मात्र होइन बलेको छैन नि फेरि पग्लेको छैन के भन्छौ पग्लेको छैन कि पकाल केमा पकाउने गर्छु हिट डब्बा पर्दैन होइन मिलाएर हाल्नु हाल्दै के पनि भन्नुपर्छ टेक्निकले गर्ने हो नि फ्राई प्यानमै गर्थ्यो भने घिउमा बोक्ने होइन भने मलाई चाहिँ ड्राई फ्रुट धेरै मनपर्छ होइन त्यही भएर म सबै माथिबाट सबैले भित्रबाट आफ्नो स्टाइल हुन्छ भित्रबाट पनि हाल्छ है म चाहिँ सबै बाहिरबाट हाल्छु है यसरी अनि मैले यहाँ माथिबाट घिउ पनि हाल्दैछु कतिले त काँचे यसरी काटेर छर्दिन्छ माथिबाट पिसेर होइन यसलाई हल्का फ्राई जस्तो गरेर घिउमा? हल्का ब्राउनी बनाएर त्यसपछिबाट माथिबाट हाल्दैछु अनि हजुरहरूलाई मनपर्छ भने हजुरहरूले फुड कलर पनि हाल्न सक्नुहुन्छ होइन यसरी सो म चाहिँ हल्का पर्दैन अब यहाँ बिग्रिन्छ छोडिदेऊ पछि हाल्नुपर्छ यहाँ बिग्रिहाल्छ नि बिरयानीमा कहाँ त्यस्तो हुन्छ भनेर एकदम उतैपट्टि हो ल हाम्रो यहाँ चाहिँ चिकन बिरयानी छ है हेर्नुभयो यहाँ चाहिँ हाम्रो कुन बिरयानी होला भन्नु त दम बिरयानी यस यो चाहिँ दमवाला बिरयानी हो है भनेपछि यो बिरयानी खानु दम आउँछ यस ल राम्रो छ मेरो कपडा कति कहाँ फ्याँक्यो अब खाएपछि त्यसको बारेमा थाहा हुन्छ हजुर मजाले यसलाई कभर गर्ने ताकि भात राम्ररी बनोस् भ्यापर त्यही होइन हजुर हाम्रो चाहिँ यो घरमा बनाएको हुनाले चाहिँ हामी म्यानेज गरेर यसरी बनाइरहेको छौँ है यहाँ सबै कुरा थिएन भाडो न मैले यतिको म्यानेज गरेर मैले बनाइरहेको छु भाडो नभएको कारणले भाडा Adjustment. नभएर पनि जसरी पनि अब यहाँ मेरो दाइलाई खान मन लाग्यो अब छैन यति नै हो सो फाइनली हाम्रो दम बिरयानी चिकन बिरयानी रेडी छ हाम्रो यहाँ राइता अब देखाइदिनु यहाँ। साथै रायता पनि छ यहाँ एकदम यता मलाई देखाउनु राइता इज जस्ट लुकिङ लाइक अ वाउ मलाई चाहिँ घिउको कमी ब्याक साइडबाट किनभने मलाई घिउको स्मेल धेरै मनपर्छ सो घिउ यहाँ र पनि राखेर घिउले गर्दा त्यो टाँस्दैन पनि तास्दैन पनि अर्को कुरा चामल चाहिँ अलिक सफ्ट पनि रहन्छ होइन अनि घिउ त आफ्नो हिसाबले पो हाल्छ नि जसले जति खान्छ त्यही अनुसार हाल्ने बिरयानी 100 रुपियाँ प्लेट यति सस्तो ल बसिहाल्नु न कालु डुप्लिकेट बिरयानी छ क्या हो त्यसैले यति सस्तो दिएको यति सस्तो किन डुप्लिकेट हो कि क्या होइन होइन वो पानी हो खाइहाल्छ त्यसै भटाभट खाएर भाग्नु मन लाग्यो आइस हो आइस पानी
कति चिसो छ, कति चिसो छ ल यसमा हाल्नुपर्छ हो त